धनगढी माई नगरपालिका वडा नम्बर 3 मा आज खाद वितरण मल वितरण कार्यक्रम रहेको छ र आज हामी आइसकेको छौं ग्राउन्ड रिपोर्टिङको क्रममा खादको डिलरमा। सबैजनामा नमस्कार। तपाईँ दुईजनाले फोकस नेपाल म सञ्जीव बाबु। वास्तवमा यहाँ खादको युरिया र डिएपी को मूल्य कति सरकारी रेट 10 टुर छ र कति लिइरहेछ त्यो हामी यहाँ किसानसँग र डिलरसँग बुझ्ने प्रयासमा छौँ र तपाईलाई देखाउने पनि प्रयासमा छौँ। तपाईँ देखिराख्नु यस्ता भिडियोलाई हामी सोध्ने प्रयासमा। सर नमस्ते। नमस्ते नमस्ते। खाद पाउनुभयो तपाईँले? पाएँ। कति पाउनुभयो? मैले 1 बोरा पाएँ डिएपी। ए हजुरको शुभ नाम के होला? राजकुमार महतो। अनि तपाईँलाई 1 बोरा मात्रै खाद दियो? कतिमा दियो? 2500 मा। युरिया कि डिएपी? डिएपी। ए डिएपी को दाम 2500। 2500। अनि युरियाको? युरियाको 1000। 1000। अनि सरकारी 10 रुपियाँ यति नै हो कि यो भन्दा पनि कम छ? अब कम छ कि बढी छ त्यो मलाई थाहा भएन। तपाईँको कति खेत छ? खेत त 4 बिघा छ। 4 बिघामा तपाईँलाई लाग्छ 1 बोराले खाद्य पुग्छ होला? ए कहाँ पुग्छ? 1 बोरामा कति केजी आउँछ? एक बोरामा 50 केजी। अनि 50 केजी मलले तपाईँ यो डिएपी युरियाले तपाईँ खेतमा भ्याउनुहुन्छ? भ्याउँदिन। अनि कहाँबाट अब मल ल्याउने? अब मल यसै खोजी नीति गर्ने। अब जहाँबाट पायो त्यहीँबाट लिने, के गर्ने? स्थानीय सहर सरकारदेखि केन्द्रीय सरकारसम्मले सर्वे गरेन कि किसानको कति जग्गा र कति खेत छ भन्ने कुरा? त्यो अहिलेसम्म सर्वे गरेका छैन। कृषि गणना गरेका छ। त्यो कृषि गणनामा खेत कति छ भनेर त्यो अभिलेख गएको छ। त्यो अभिलेख अनुसार मलै उपलब्ध भइरहेको छैन। भएको छैन। बस धन्यवाद। ल हेर्नुहोस् दर्शक महानुभावहरू, यहाँ युरिया र डिएपी को खादको गोदाम हो र हामीलाई डिलर सरले उहाँले प्रष्ट गोदाम खोलेर देखाइसक्नु भएको छ। यति रहेको छ र स्थानीय युवाहरू र स्थानीय किसानहरू पनि यहाँ आएको छ। सर विदाजु नमस्कार। नमस्कार। कतै हाल्छ अपने? खाद ले छै, डीएपी खाद ले। खाद दर हल छै? हां दर है। सहजीकरण से कोनो दिक्कत नहीं? 1 बोरा का दर है। 1 बोरा के कौन का लोट की सेकंड लोट छी? ये तो हमरा संगे पहुंच के लोट है जानकारी अनुसार। कते ले या खाद के पैसा? खाद के 2500 रुपया ले। यूरिया के कि डीएपी के? डीएपी के। डीएपी के सरकारी 10 टुर 2500 छै। अब कते है मगर हमरा सबसे 2500 ले। कते खेत यहाँ के? खेत तो हमरा 1.5 बीघा है। 1.5 बीघा में आके कते खाद 1 बोरा? मोटामोटी ए लट में पुग जेते, पहिलका लट में पुग जाए। मतलब 1 बोरा में कते खाद होबे? 50 केजी। 50 केजी से पुग जेतै? एक बेर देला पुग जेते। अब दोसर बेर में जे है से थप पर्छ। सर नमस्कार। नमस्कार। तपाईको शुभ नाम के हो? म गंगाधरलाल महतो, धनगढी नगरपालिका वार्ड नम्बर 3 मेरो घर छ। म स्थानीय वाडाको ग्रामीण कृषि सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष र डिलर पनि हो। कृषकहरूको लागि उहाँ आफ्नो वाडाको किसानहरूलाई वितरण गर्ने एउटा मल खाद वितरक डिलर हो। अनि किसान तपाईहरुको मल खाद लिँदा आउँदाखेरि के चाहिन्छ डकुमेन्ट कागजातहरु? अब यो भन्दा विगतमा त हामी एउटा नागरिकताको प्रतिलिपि लिएर चाहिँ प्रत्येक कृषक नागरिकहरूलाई भ्याएसम्म उपलब्ध गराउँथे हैन। अहिले चाहिँ अब त्यो अनलाइनको प्रक्रियाले गर्दाखेरि अब त्यहाँ प्रविष्टि म्यानेजमेन्ट के भन्छ हैन, त्यति हामीलाई त्यो कम्प्युटर सम्बन्धी जानकारी पनि छैन। तर अब अफिसले निर्देशन दिएको अनुसार हामी आफ्ना कृषक दाजुभाइलाई आग्रह गरेर आफ्नो वाडामा जानकारी गराएर किसानहरूबाट लाल पूर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, नागरिकता नभएको अवस्थामा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि लिएर आउनुस् अनि तपाईले पाउने चाहिँ मल खाद यहाँबाट लिएर जानुस्। हामी भ्याएसम्म सबैलाई उपलब्ध गराउँछु भनेर भनेको छु। त्यही अनुसार किसान दाजुभाइहरू आउँदै हुनुहुन्छ। उहाँलाई अहिले भर्खर प्राप्त भएको कृषि सामग्री कम्पनीबाट 26 बोरा डिएपी अनि साल्ट ट्रेडिङ कार्यालयबाट 137 बोरा डिएपी उहाँहरूलाई आज वितरण गर्दैछु। र युरिया मल पनि छ 45 बोरा युरिया साल्ट ट्रेडिङ कम्पनीबाट प्राप्त भएको छ। बिल अनुसार अहिले आएको छैन, सोमबारतिर आउनुहुन्छ। अनि कृषि सामग्रीबाट 128 बोरा युरिया आउँछ। अनि त्यही युरिया मल चाहिँ हामी आउँदो मङ्गलबार चाहिँ वितरण गर्नेछु। तपाईले जुन किसानलाई खाद मल दिइराख्नु भएको छ कतिको दिइराख्नु भएको छ? अहिले अब त्यो हुन त अब सबै किसानलाई अब बोरा 2 बोरा 4 बोराको आवश्यकता छ र तर मलको पर्याप्त अवस्था छैन।
अनि भएको मल हामीले चाहिँ अब पटक पटक त आउने कर्म हुन्छ, त्यसैले आउने किसानलाई हामी बढीमा चाहिँ 1 बोरा मल उपलब्ध गराउँदैछौँ। सरकारी दस्तुर कति रहेछ त्यो युरियाको कति रहेछ? सरकारी दस्तुर युरिया मल्लको 822 रुपियाँ 50 पैसा हो र डिएपी मल्लको 2272 रुपियाँ 50 पैसा हो। र यहाँबाट अब त्यो ढुवानी लोडिङ अनलोडिङ अनि सेवा शुल्कले गर्दा हाम्रो नगरपालिकाले निर्धारण गरेको मूल्यअनुसार हामीले अहिले चाहिँ प्रति बोरा डिएपी 2500 रुपियाँ अनि प्रति बोरा युरिया चाहिँ 1000 रुपियाँमा हामी उपलब्ध गराउँछौँ। यतिको रेट त डिलरले मात्रै बेच्न पाउँछ है? हजुर हजुर हजुर। त्योभन्दा बढी रेटले हुन्छ त ब्ल्याक भयो। त्यो ब्ल्याक भयो, कालाबजारी भयो, त्यो अवैधानिक भयो। त्यसलाई त नेपाल सरकारले यथाशीघ्र कारबाही गर्नुपर्छ र कानुनी दायरामा ल्याउनुपर्छ। तपाईँलाई यो लाग्दैन कि प्रत्येक वर्ष किसान तपाईँको खाद लिन आउँछ र गुनासो